रितु खाना लिएर आऊ, भोक लाग्यो भने। आए खाना लिएर आऊ। अर्डर त यस्तो दिन्छ कि जसरी म यस्तो नोकर हुँला। दिनभरि कति नै काम गरे जस्तो दिनभरि बनाएर बस्छ, अझ खाना लिएर आऊ। लाज शरम। रितु लाजै पछेको रहेछ यो मान्छे त। खाना लिएर आऊ, म यसको नोकर भए जस्तो कि। रितु खाना लिएर आऊ, भोक लाग्यो भने। म बाहिर घुम्न जानु छ, छिटो। आए भनेको कति कराइरहेको के। छिटो आऊ, छिटो आऊ। खाना पनि के लिएर जानु? दिनभरि बढाएर बस्छ, काम गर्नु छैन, काज गर्नु छैन, साथीहरूसँग बढाएर हिँडिरहेको हुन्छ। अनि खाना लिएर आऊ, खाना पनि के लिनु? जे छ त्यही बनाएर लिइदिन्छु। खाए खान्छ, नखाए मलाई के। कति नै एकदम अर्डर दिँदो रहेछ। के हो के? खाना बनाउनु पनि यति ढिलो हुन्छ? यो लौ खाना, यही हो आज खाना। जे भए पनि यही हो। आफूले कमाइ गर्नु छैन अनि खाना कहाँबाट आउँछ? अनि छिटो खाना ले, छिटो खाना ले। यसो गरेर पनि कहाँबाट हुन्छ नि? सधैँ बढाएर मात्र हिँड्ने। यही हो खाना, खाऊ। घरमा श्रीमती भएर पनि केही पनि काम छैन। ए त्यसो भए तिमीले मलाई आफ्नो फाइदाको लागि रहेछ है बिहे गरेको? त्यसो भए घरको सारा काम तिमी आफैले गर न। कपडा धौ, भाँडा माझ, खाना बनाऊ। मैले किन काम गर्नु पर्यो र? आफ्नो फाइदाको लागि बिहे गरेको। म तिम्रो नोकर हो र तिम्रो घरको काम गर्ने? गर्दिनँ म काम। हेर, अलि बढ्ता हुँदैछस्। अनि मैले चाहिँ के को विचार गर्नु नि? बिहानदेखि पढिरहेछ, डुलिरहेछ। आज विचार गर है। डुल्दा डुल्दा ठिकै छ, आज विचार गर है भन्नु पो रहेछ। कति न आफूले के काम नखोज। अरे जा जा, चाहिँदैन त मलाई। साथीको घरमा गएर खाइहाल्छु म। जा निस्कि। तिमीले लखेट्नु पर्दैन, म आफै गइहाल्छु। अनि हेर्छु तिम्रो पारा कस्तो हुन्छ। अरे जा जा, चाहिँदैन त मलाई। साथीको घरमा गएर खाइहाल्छु म। जा निस्कि। कुकुरलाई त खाना जसले नै दिइहाल्छ नि। खानु डुलेर दिइहाल्छन् खाना। साथीहरू पनि त्यस्तै डुलुवा, डुलेर खाइहाल्छु। अरे जा जा यार, नाटक बढी भयो। आउनु पर्दैन अब यार मेरो घरमा। म पनि लिन आउँदिनँ तँलाई। जा। कति नै धाक लगाउँदैछ। पर्या छैन कसैले मलाई लिन आउनु। म गइहाल्छु। लिन नआउनु, अब फर्केर आउँदिन म तिम्रो घरमा।